हेलो, म चाहिँ वनमा पार्टी हिँडेको। भोलि हामी चाहिँ कहीँ जाँदैछौँ पूजा गर्न। कहाँ जाँदैछौँ भने म भोलिको नयाँ आएको भिडियोमा देखाउने छु। त्यसको लागि थोरै दुना टप्परी चाहिएको थियो। अब किन पहिलाको पुरानो लैजाने, पुरानो स्टकमा छ हामीसँग, किन त्यो पुरानो लैजाने भनेर चाहिँ म भर्खरै नयाँ ताजा वनमा पाट टिपेर लैजाऊँ न त भनेर चाहिँ अहिले चाहिँ पाट टिप्न जाँदैछु। पाट टिपेर ल्याएर टप्परी कुटेर नयाँ टप्परी लिएर भोलि कहीँ जाँदैछु पूजा गर्न। त्यो पनि म मैले भोलिको भिडियोमा देखाउँछु कहाँ जाँदैछु है त। यी सबै सालका रुखहरू हुन्। अहिले चाहिँ रुखपातहरू झर्ने सिजन भएको भएर रुखमा खासै पातहरू छैनन्। यिनीहरू चाहिँ भर्खर पलाएका कलिला पातहरू हुन्। मलाई चाहिँ आवश्यक भएको हुँदा यिनीहरू भए पनि टिप्दैछु। उतातिर दिदीले पनि पाट टिप्दै हुनुहुन्छ। यतातिर भने म चाहिँ बाटोबाट अलिकति तल झरेर वनभित्रै प्रवेश गरेर पातहरू टिप्दैछु। यसो नेउरी परेर के पाट टिप्न थालेकी थिएँ, रुखमा त बाघ बसेको रहेछ। अनि च्याप्पै समातेको त बाघको खुट्टो पो समातेछु। म त एक्कासी बिजोग तर्सिएँ नि। एक फेर बाघले तर्साइसकेपछि म फेरि सतर्क हुँदै बिस्तारै बिस्तारै टिप्न सुरु गरेँ। पातहरू चाहिँ टिप्दै माथि दिदीलाई पुग्न दिँदै गरेँ। झोला चाहिँ एउटा मात्र ल्याएको थियौँ हामीले, त्यही भएर चाहिँ मैले तलबाट टिपेर दिदीलाई माथि राख्नको लागि पुग्न दिँदैछु। तलतिर झर्दा सालको पातमा चिप्केर धम्मै खोल्छे भरिन। यतातिर पनि यस्तो खत्रै भ्यू छ। यो बाटोभन्दा माथि देखेका रुखहरू पनि सबै सालका रुखहरू नै हुन्। तल पनि सालै साल, माथि पनि सालै साल, त्यही सालमा चिप्लिएर भयो मेरो बेहाल। म बाटोबाट अलिकति तल झरेर वनको बिचतिरै पुगेँ। यतातिर चाहिँ सानो सानो रुखहरूमा पुराना पातहरू पनि रहेछन्। यो देखेर चाहिँ मलाई अलिकति हौसला मिल्यो। हामी दुईजनाले कसले राम्रो पाट टिप्ने भनेर कम्पिटिसनमा छौँ। यति पात भएपछि हामीलाई पुग्छ जस्तो लागेर हामी चाहिँ
फुत्त 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 गर्दै बाटोमा निस्क्यौँ। यति पात लिएर चाहिँ हामी अब घरतिर जाँदैछौँ। अब चाहिँ हामी मिठा मिठा गफहरू गर्दै हाँस्दै हाँस्दै अगाडि बढ्दैछौँ। यो चाहिँ अहिले विश्व बजारमा भाइरल भएको प्याग हो। यसको मूल्य चाहिँ 1,35,96,548 रुपियाँ छ। हामी घर पुग्यौँ। घर पुगिसकेपछि थ्याच्च खाटमा बसेर फ्यात्त झोला राखेर च्याट्ट कपाल मिलाएर ट्याक्कसँग झोला खोल्न थाले। म, आमा, ठुली आमा, दिदी भएर धुना टपरीहरू कुट्न थाल्यौँ। यता आमाले टपरी खुर्दै हुनुहुन्छ, यता ठुली आमाले धुनो खुर्दै हुनुहुन्छ, यता मैले पनि टपरी खुर्दैछु, यता दिदीले पनि धुनो खुर्दै हुनुहुन्छ। हामी चारैजना मिलेर धुना टपरीहरू खुर्दैछौँ। यो धुना टपरीहरू किन खुर्दैछौँ र हामी कहाँ जाँदैछौँ भन्ने चाहिँ हाम्रो भोलिको भिडियोमा आउँछ है त। भिडियो यहाँसम्म हेरिसकेपछि एक लाइक गरेर जानु होला है त। धन्यवाद।